हेलो हजुर नमस्ते। हजुरहरूको लागि मैले नेपाल आर्मीको प्राइमरी मेडिकलको लागि होइन के एमसिक्यू डिस्कसनको लागि र यसको जस्टिफिकेसन सहित हामीले एन्सर दिनेछौँ। हजुरहरूले नस्किप गरिकन हेर्नु होला। अब इनर लेयर अफ द हार्ट एन्ड ब्लड भेजल्स इज कम्पोज अफ। इनर लेयर केबाट बनेको हुन्छ? क्युबाइडल इपिथेलियम कि सिलिएटेड इपिथेलियम, बी नम्बर, सी नम्बरमा स्क्वाइमस इपिथेलियम, डी नम्बरमा कोलुमनार इपिथेलियम। यसको बेस्ट एन्सर भनेको स्क्वाइमस इपिथेलियम हुन्छ। स्क्वाइमस इपिथेलियम भएन भने इन्डोथेलियम पनि लगाउन सक्नुहुन्छ। त्यसपछि क्युबाइडल भनेको क्युबाइडल इपिथेलियम कुन कुन ठाउँमा पाउँछ? जस्तो कि ग्ल्यान्ड, ग्रन्थीहरू भएको एड्रेनल ग्ल्यान्ड, पेन्क्राइज, थाइरोइड ग्ल्यान्ड, पिट्युटरी ग्ल्यान्ड, यो ठाउँहरूमा के हुन्छ? क्युबाइडल इपिथेलियम हुन्छ। र सिलिएटेड भनेको ट्र्याकियामा हुन्छ, त्यसपछि ट्र्याकियामा हुन्छ, भास डिफरेन्सहरूमा हुन्छ, त्यसपछि सिलिएटेड इपिथेलियम फ्लोपियन ट्युबमा हुन्छ होइन। त्यसपछि कोलुमनार इपिथेलियम स्टोमकतिर भयो होइन। त्यसपछि द फर्मेसन अफ ब्लड सेल इज नन एज। ब्लड फर्मेसन हुनलाई के भनिन्छ? हेमाइटोलोजी भनिन्छ कि हेमाइटोमा भनिन्छ कि हेमोलाइसिस भनिन्छ कि हेमोपोइसिस भनिन्छ? अब ब्लड फर्मेसन हुनलाई के भनिन्छ? हेमोपोइसिस भनिन्छ। ब्लड फर्मेसनलाई के भनिन्छ? हेमोपोइसिस। यसको बेस्ट एन्सर के भयो? हेमोपोइसिस। र त्यसपछि हेमाइटोलोजी भनेको के हो? हेमाइटोलोजी भनेको स्टडी अफ ब्लड भन्नाले ब्लडको अध्ययन गर्नलाई के भनिन्छ? हेमाइटोलोजी भनिन्छ। हेमाइटोमा भनेको के हो? कलेक्सन अफ ब्लड भन्नाले कुनै ठाउँमा ट्राइमेटिक कारणले पनि हेमाइटोमा हुन सक्छ, ब्रेनमा पनि हुन सक्छ, अन्य ठाउँहरूमा पनि हेमाइटोमा हुन सक्छ। हेमोलाइसिस, ब्रेकडाउन हुने, ब्लडको ब्रेकडाउन हुनलाई हेमोलाइसिस। द इनर लेयर अफ हार्ट इज कल्ड होइन। मुटुको इनर लेयरलाई के भन्नुहुन्छ? पेरिकार्डियम, मायोकार्डियम, इन्डोकार्डियम, नन अफ द एबभ। कुन हुन्छ? हेर्नु, इनर लेयर, मुटुको इनर लेयरलाई के भन्ने? इन्डोकार्डियम भन्ने। यसको के हुन्छ? सी नम्बर बेस्ट एन्सर भयो। र यसको कुन इपिथेलियम पाउँछ सोध्यो भने स्क्वाइमस इपिथेलियम हुन्छ, नभए भने इन्डोथेलियम दियो भने इन्डोथेलियम लगाउनु होला। पेरिकार्डियम भनेको आउटर लेयर भयो। पेरिकार्डियमको पनि दुईटा हुन्छ, भेस्टल हुन्छ र पेराइटल हुन्छ। त्यसपछि बिचको मिडल लेयर भनेको मायोकार्डियम हुन्छ। त्यसपछि नेक्स्ट क्वेसनमा हामी जाउँ। ग्लोमेरुलर फिल्ट्रेसन रेट पर मिनट इज। ग्लोमेरुलर फिल्ट्रेसन पर मिनटमा कति हुन्छ? 25 ml, 125 ml, सी नम्बरमा 300 ml, डी नम्बरमा 500 ml। के हुन्छ ग्लोमेरुलर फिल्ट्रेसन रेट? 125 ml पर मिनटमा हुन्छ। ग्लोमेरुलर फिल्ट्रेसन रेट कति हुन्छ? 125 ml पर मिनटमा हुन्छ। र 180 लिटर पर डे भन्नाले 180 लिटरमा पर डेमा हुन्छ। त्यसपछि कन्स्टिपेसन क्यान बी ट्रिट बाई टेकिङ। कन्स्टिपेसन भएको मान्छेलाई, कब्जियत भएको मान्छेलाई कुन डाइट दिनुहुन्छ? फ्याटी डाइट दिने हो कि ब्यालेन्स डाइट दिने हो कि रगेज डाइट दिने हो कि हाई प्रोटिन डाइट दिने? यसको बेस्ट एन्सर भनेको रगेज भनेको फाइबर खानेकुराहरू हामीले दिने हो, फाइबर डाइट दिने हो, त्यो भनेको सी नम्बर भयो। फ्याटी डाइट भन्नेले चिलोहरू धेरै दिनु हुँदैन, ब्यालेन्स डाइटको कुरै आएन यहाँ। हाई प्रोटिन डाइट अब खुवाउँदा त हामी खान्छौँ नै होइन, तर फाइबर खाने कुराहरू हामीले लिनु पर्यो। त्यसपछि डायरिया किल बिकज अफ मालन्युट्रिसन, इन्फेक्सन, डिहाइड्रेसन। डायरिया केबाट किल हुन्छ? डायरियाले के गर्न सक्छ? जस्तो कि डायरिया किल्स बिकज अफ, जस्तो कि उसको शरीरमा के गराउन सक्छ? डिहाइड्रेसन गराउन सक्छ। एउटा डिहाइड्रेसन गराउन सक्छ, लङ ड्युरेसनसम्म छ भने मालन्युट्रिसन हुन सक्छ, इन्फेक्सन पनि हुन सक्छ। यसको के हुन्छ? डी नम्बर अल एन्सर हुन्छ। कसैलाई केही कन्फ्युजन लाग्यो भने कमेन्ट बक्समा लेख्नु होला। हस्, थ्याङ्क यू।